को 1 वर्ष 29 गते नै भएको थियो। तर आज यो स्वाभिमान दिवस माघ 3 गते जुन आजको दिनमा हामीले प्रदेशको राजधानी र नामाकरण गरेका छौँ, त्यही अवसर पाएर प्रदेश सरकारको 1 वर्षको प्रगति विवरण पनि आज नै सार्वजनिक गरौँ। हामीले एउटा सल्लाह गरेर क्याबिनेटको निर्णय गरेर आज तपाईहरु समक्ष प्रस्तुत गर्दैछौँ। मधेसवासी दिदीबहिनी तथा दाजुभाइहरू, मधेसी जनताको सदियौंदेखिको शासनको आकांक्षा र मधेस आन्दोलनको जगमा देशमा संघीयता स्थापना भएको हो। आफ्नो अधिकार प्राप्तिका लागि मधेस आन्दोलन लगायत समय समयमा भएका विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। संघीय लोकतान्त्रिक शासन प्रणालीबाट देशको शासन व्यवस्था सञ्चालन गर्ने गरी जारी भएको संविधानको नेपालको संविधान 2072 बमोजिम विक्रम सम्वत 2074 साल फागुन 7 गते यस प्रदेशमा पहिलो प्रदेश सरकार गठन भएको थियो। मध्य प्रदेश सरकारको पहिलो कार्यकाल संहिता कार्यान्वयनका लागि सफल कार्यकाल रहेको मधेसवासीहरूको अनुभूति रहेको छ। प्रदेश सभाको दोस्रो निर्वाचन पश्चात मिति 2079 पौष 29 गते का दिन मेरो नेतृत्वमा प्रदेश सरकारको गठन हुँदा प्रादेशिक सुशासन, विकास र समृद्धिको लागि मैले प्रतिबद्धता व्यक्त गरेको थिएँ। उक्त प्रतिबद्धता पूरा गर्ने कठोरका साथ सरकारले आफ्नो नीति कार्यक्रम प्राथमिकताहरू निर्धारण गरी काम कारबाही अघि बढाइरहेको छ। प्रदेशको नामाकरण र प्रदेशका राजधानी घोषणा भएको सम्झना स्वरूप यस सरकारले आजको दिनलाई हर्षोल्लासका साथ मनाउन मधेस स्वाभिमान दिवस घोषणा गरेको यहाँहरू समक्ष सहर्ष जानकारी गराउन चाहन्छु। यसै परिप्रेक्ष्यमा मेरो नेतृत्वको मधेस प्रदेश सरकारले 1 वर्षको अवधिमा सम्पादन गरेका प्रमुख कार्यहरू तपाईहरु समक्ष प्रस्तुत गर्दछु। सर्वप्रथम म संहिता कार्यान्वयनतर्फ कुरा गरिरहेको छु। मधेस प्रदेश सरकारले सरकारमा संलग्न सबै दलको तर्फबाट मिति 2080 कार्तिक 23 गते संघीय सरकारले नेपालको संविधानको अनुसूची 6, 7 र 9 बमोजिम कानून निर्माण गर्न तथा विद्यमान कानून कार्यान्वयनको लागि 6 बुँदे ध्यानकर्षण गराएको छ। मधेस प्रदेश सरकारको पहलमा मिति 2080 मङ्सिर 12 गते साथै प्रदेशका गृह मन्त्रीले प्रदेश प्रहरी संयोजनको कानून कार्यान्वयन गर्न संघीय सरकारका प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ध्यानकर्षण गराएको छ। प्रहरी संयोजन लगायत नेपालको संविधानको अनुसूची 6, 7, 9 मा उल्लेखित प्रदेशका अधिकारहरू प्रदेश सरकारलाई तत्काल हस्तान्तरण गर्ने भनी मधेस प्रदेश सभाबाट मिति 2080 मङ्सिर 20 मा पारित संकल्प प्रस्ताव बमोजिम कानून निर्माण गर्न पहल लिन प्रधानमन्त्री तथा संघीय संसदका राष्ट्रिय दलका नेताहरूलाई मधेस प्रदेश सरकारले ध्यानकर्षण गराएको छ। उल्लेखित ध्यानकर्षण पत्रहरू संकल्प प्रस्तावलाई मिति 2080 पौष 13 गते बागमती प्रदेशको हेटौडामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले बद्धता सहित कार्यान्वयनको लागि सामान्य प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्ने गरी साथै प्रदेशको मुख्यमन्त्रीज्यूहरूले संघीय सरकारको नाममा साझा पत्र बुझाएको छ। सुशासन सेवा प्रवाह कानून निर्माण र स्थानीय तहतर्फ मधेस प्रदेश सरकारले यस अवधिमा 9 वटा विधेयक प्रदेश सभामा पेश गरेको छ। सो अवधिमा 3 वटा ऐन, 2 वटा नियमावली, 7 वटा कार्यविधि र 3 वटा निर्देशिका निर्माण भएको छ भने 3 वटा विधेयकको तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको छ। यसको कार्यान्वयनबाट प्रदेशमा कानुनी शासन स्थापना भई सुशासन कायम हुने देखिन्छ। मधेस प्रदेश सरकारले प्रदेशभरिका नागरिकहरूको लागि निःशुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले मुख्य न्यायाधिवक्ताको कार्यालय अन्तर्गत प्रदेशका 8 वटा जिल्लाहरूमा प्रदेश कानुनी सहायता अधिकृत नियुक्त गरी पदस्थापना गरिएको छ। मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत मधेसका स्थानीय तहहरूको न्यायिक समितिको सदस्यहरूको लागि क्षमता अभिवृद्धि, सशक्तिकरण र
सबलीकरण कार्यक्रम सम्पन्न गरिएको छ, जसबाट 22वटा स्थानीय तहहरू लाभान्वित भएका छन्। जस्तै मुख्य अधिवक्ताको कार्यालय मार्फत संविधानको एकल सूची र साझा सूचीका अधिकार कराउनुको अवस्थामा सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम बार एसोसिएसनसँग मध्य प्रदेश सरकारले बनाएका कानुनहरूको सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम मुख्य अधिवक्ताको अनुभव आदान प्रदान तथा चौथो राष्ट्रिय सम्मेलन 2080 कार्यक्रम र समुदायमा मुख्य अधिवक्ता कार्यक्रम समेत सम्पन्न गरिएको छ। मध्य प्रदेश सरकारबाट सुशासन प्रवर्धनका लागि सुझाव पेश गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन 2079 सार्वजनिक गरी सो प्रतिवेदनको सुझावलाई कार्यान्वयनमा ल्याइएको छ। यसै अवधिमा प्रदेश र स्थानीय तहको लागि विद्युतीय सुशासन गुरु योजना, राजस्व सुधार कार्ययोजना, क्षमता विकास योजना, आवधिक योजना, लैंगिक समानता र सामाजिक समावेशीकरण रणनीति निर्माण गरिएको छ। उक्त नीतिहरू प्रदेश तथा स्थानीय तहको नीति निर्माण कार्यमा सहायक सिद्ध हुनेछ, जसले योजनाबद्ध र सन्तुलित विकासको कार्यलाई निर्देशन दिनेछ। प्रदेशको वित्तीय सुशासनलाई मापन गर्ने कम्प्युटरमा आधारित प्रादेशिक वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रणाली कार्यान्वयन ल्याइएकोले सो बमोजिम तयार हुने मूल्याङ्कन प्रतिवेदनले प्रदेशको वित्तीय जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ। प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यका माध्यमबाट यस प्रदेशको विकास, सेवा प्रवाह र संहिता कार्यान्वयनका लागि प्रभावकारी बनाउनका लागि चौथो प्रदेश समन्वय परिषदको बैठक हालैसालै सम्पन्न भएको छ। यसले प्रदेश र स्थानीय तहबीच नेपालको संविधानले परिकल्पना गरेको सहकार्य, सह-अस्तित्व र समन्वयको सिद्धान्त प्रवर्तनमा सहयोग हुनेछ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम मार्फत यस प्रदेशका 9वटा स्थानीय तहमा 9 प्रवर्तन साझेदारी कोष मार्फत 9 प्रबन्धनकारी परियोजनाहरू सञ्चालनमा ल्याइएको छ। यसले नवनीत प्रविधिको हस्तान्तरण र प्रदेशको आर्थिक विकास सहयोग पुर्याउनेछ। यसै अवधिमा स्थानीय तहको कार्य सम्पादन मापन गर्ने, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गर्ने पद्धति निरन्तर रूपमा सञ्चालनमा रहेको र यसले स्थानीय तहका कार्य सञ्चालन, विकास, व्यवस्थापन र कार्य सम्पादन स्तर मापन र योजना तर्जुमाका लागि सहयोग पुर्याउनेछ। प्रदेश तथा स्थानीय तह सञ्चालनमा रहेको आयोजना परियोजनाको अनुगमन र मूल्याङ्कन गरी विकास निर्माण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रमुख सचिवको नेतृत्वमा अनुगमन र मूल्याङ्कन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ। सबै यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता सेवा अनलाइन प्रणालीबाट सेवा प्रवाह भइरहेको छ। सवारी चालक अनुमति पत्र छपाई भइरहेको ढिलाइलाई निराकरण गर्न प्रदेशमा नै मेसिन खरिद प्रक्रिया प्रारम्भ भएको छ। इन्भोइस नम्बर प्लेट प्रणाली प्रदेशमा जडान गर्न सिस्टम स्थापना भई सेवा सुरुवात प्रक्रियामा रहेको छ। यातायात व्यवस्था कार्यालयहरूमा रहेको लिखित दृढता तथ्याङ्कलाई डिजिटल डाटाबेसमा गर्ने प्रक्रिया आरम्भ भएको छ। समयमा नवीकरण नगराएको सवारी साधनको सम्बन्धमा 2080 चैत्र मसान्तसम्म नवीकरण गराएमा जरिवाना छुट व्यवस्था गरिएको छ। रिमी र सामी कार्यक्रम अन्तर्गत नेपाल सरकार र स्थानीय तहको समन्वयमा श्रमिक कल्याण सम्बन्धित कार्य गरिरहेको छ। माननीय श्रम तथा यातायात मन्त्रीको नेतृत्वमा सवारी व्यवस्थापन सम्बन्धित भारतको दिल्लीमा भएको व्यवस्था अध्ययन गरिरहेको छ। सोही अनुसारको सवारी चालक अनुमति पत्र सम्बन्धित आधुनिक व्यवस्थाको सुरुवातको प्रारम्भ गरिएको छ। आदरणीय मधेसवासी दिदी बहिनी तथा दाजुभाइहरू, संगठन संरचना निर्माण र जनशक्ति व्यवस्थापनतर्फ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम 83वटा क्षमता विकास कार्यक्रम मार्फत 1636 जना जनप्रतिनिधि तथा 2388 जना कर्मचारीको क्षमता विकास गरिएको छ। प्रदेश निजामती कर्मचारीहरूको अभिलेख व्यवस्थापन राख्ने उद्देश्यले 2080 असाढ 28 गते
दिनदेखि प्रदेश निजामती किताबखाना सञ्चालनमा ल्याइएको छ। सोही अनुरूप प्रदेश र स्थानीय तहका पदाधिकारी र जनप्रतिनिधि निधि सचिवालयका कर्मचारी तथा क्राका कार्यरत व्यक्तिहरूको सम्पत्ति विवरण समेत अधावधि राख्ने कार्य गर्दै आएको छ। यसले राष्ट्र सेवकहरूमा सदाचार कायम गर्न सहयोग पुर्याउनेछ। यसै अवधिमा प्रदेश निजामती सेवातर्फ विभिन्न रिक्त पदहरूमा बढुवा र खुला गरी 211 पदको पदपूर्ति प्रक्रिया अगाडि बढाएको छ, जसबाट जनशक्तिको कमीको कारणले प्रदेश सरकार संरचना उत्पन्न व्यवस्थापन हटाउन सहयोग पुग्नेछ। लोक सेवा आयोगको मत अनुरूप निष्पक्षता, प्रतिस्पर्धा र योग्यता प्रणाली स्थापना गरी विश्वसनीय बनाउन अप्टिकल मार्क रिडर लगायतका प्रविधिबाट वस्तुगत उत्तर पुस्तिका परीक्षण गर्ने प्रणाली सञ्चालनमा ल्याइएको छ। प्रदेशका 4वटा यातायात व्यवस्था कार्यालय र 3वटा यातायात व्यवस्था सेवा कार्यालयलाई पुनर्संरचना गरी 8 जिल्लाहरूमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ, जसबाट जनताले यातायात सम्बन्धी एकीकृत सेवा प्रदान गर्न सहज भएको छ। सप्तरीको भारद्वार 12 पथदैलेबाट पटके सेवा सुचारू भइरहेको छ। आदरणीय मधेसवासी दिदीबहिनी तथा दाजुभाइहरू, वित्तीय व्यवस्थापन तथा आर्थिक सुशासनतर्फ आर्थिक वर्ष 2080-81 को बजेट तजुर्मा प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउन विभिन्न सङ्घ संस्था, बुद्धिजीवीहरू लगायत आम नागरिकहरूसँग सुझाव प्राप्त गरिएको र उक्त सुझावलाई समेटी योजना, बजेट तथा कार्यक्रम तयार गरी जनताको पहुँच अभिवृद्धि गरिएको छ। यस प्रदेशमा पहिलो पटक आर्थिक वर्ष 2079-80 को आर्थिक सर्वेक्षण प्रदेश सभामा पेश भएको छ। यसले प्रदेशको आर्थिक तथ्याङ्क र बजेट निर्माण तथा तजुर्मामा सहयोग पुगेको छ। राम जानकी बहुउद्देशीय रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक र सुविधा सम्पन्न बनाउने गरी मध्य प्रदेशले गौरव योजना घोषणा गरी निर्माणको कार्यलाई अघि बढाइएको छ। प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकतामा राखी प्रदेशका 64वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कम्तीमा 5 किलोमिटर सडक निर्माणका दरले कुल 320 किलोमिटर पक्की सडक निर्माण कार्य गरिरहेको छ। यस अवधिमा प्रदेश सरकारले विभिन्न स्थानमा 35 किलोमिटर कालो पात्रे सडक निर्माण, 124 किलोमिटर पक्की सडक ढलान, 300 किलोमिटर ग्रेभल सडक निर्माण, 41 किलोमिटर नाला निर्माण, 233वटा कलभट निर्माण, 37 किलोमिटर कच्ची सडक सुधार गरेको छ। यसै गरी सम्पूरक अनुदान अन्तर्गत 7वटा सडक कार्यक्रम निर्माणाधीन अवस्थामा रहेको छ। प्रदेशका विभिन्न स्थानमा 8वटा पुल निर्माण सम्पन्न भएको छ, 28वटा पुल निर्माणाधीन अवस्थामा रहेको छ। प्रादेशिक सडक सञ्जाल गुरु योजना अन्तर्गत 2234 किलोमिटर, प्रादेशिक लोकमार्ग 3072 किलोमिटर र प्रादेशिक सडक गरी 5306 किलोमिटर सडक छनौट गरी प्रादेशिक सडक सञ्जाल गुरु योजना कार्यान्वयनमा ल्याइएको छ। झुलङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत 3वटा झुलङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको छ। सबै स्थानीय तह, पूर्वाधार विकास निर्देशनालय र पूर्वाधार विकास कार्यालयलाई झुलङ्गे पुल निर्माणको लागि प्राविधिक सहयोग गर्न प्रादेशिक प्राविधिक सहयोग प्रदायक संस्थासँग खरिद सम्झौता गरिएको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत मध्य प्रदेशको 8वटा जिल्लामा सडक सरणिति बृहत मर्मत र नियमित मर्मत सम्भार कार्य सञ्चालनका लागि भइरहेको छ। यस अन्तर्गत मध्य प्रदेशका स्थानीय तहलाई पक्की सडक मार्फत मुख्य सडक सञ्जाल जोडिनेछ। पर्सा जिल्लादेखि सप्तरी जिल्लासम्मको करिब 312 किलोमिटर सडकलाई मध्य शहीद राजमार्गको रूपमा अध्ययन कार्य सम्पन्न गरी निर्माण कार्यको लागि बजेट विनियोजन गरी क्रमसँग कार्यान्वयन अगाडि बढाएको छ। यस प्रदेशका विभिन्न जिल्लामा 41वटा धर्मशाला, 117वटा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ। यसका साथै जनता आवासतर्फ 6693वटा घर निर्माण भई हस्तान्तरण भइसकेको र महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत 456 घर
निर्माण भइसकेको छ। मध्य प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि अध्ययन कार्य अगाडि बढाइएको छ। ऐतिहासिक तथा पर्यटकीय स्थल बरागोगढीमै तीर्थालु तथा पर्यटकलाई लक्षित गरी सुरु गरिएको धर्मशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट 3वटा शहरी विकास तथा भवन कार्यालय, 2वटा सडक डिभिजन कार्यालय, 4वटा पूर्वाधार विकास कार्यालयलाई पुनर्संरचना गरी 8 जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरी प्रत्येक जिल्लाबाट एकीकृत रूपमा प्रभावकारी सेवा प्रवाह भइरहेको छ। प्रदेशका 8वटा जिल्लाको सदरमुकाममा रहेको नगरपालिकाको समन्वयमा 8 ठाउँमा श्रमिक विश्राम स्थल निर्माण कार्य सुरु भएको छ। यातायात व्यवस्था कार्यालय वीरगञ्जको लागि जग्गा प्राप्ति र डिपिआर तयारी भएको तथा यातायात व्यवस्था कार्यालय जनकपुरमा बर्दीबास, राजविराज र गौरव कार्यालयको लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेको छ। सतह सिंचाइतर्फ 5वटा योजनाहरू सम्पन्न भई 1140 हेक्टर सिंचाइ योग्य जग्गामा सिंचाइ सुविधा थप भएको छ। जस अन्तर्गत मुख्य रूपमा 5वटा हेडवर्कहरू तथा 750 किलोमिटर मूल नहर तथा 14 किलोमिटर शाखा नहरहरू निर्माण भएका छन्। भूमिगत सिंचाइतर्फ 45वटा डिप ट्युबवेल र 15वटा पावर ड्रिल निर्माण भई करिब 980 हेक्टर सिंचाइ योग्य जग्गामा थप सुविधा पुगेको छ। त्यसैले क्लस्टर भूमिगत सिंचाइ योजना अन्तर्गत थप 420 हेक्टर जग्गामा सिंचाइ सुविधा पुगेको छ। 24वटा पुरानो सिंचाइ योजनाहरू किसानद्वारा व्यवस्थित सिंचाइ प्रणालीको मार्फत सम्भार्य कार्य सम्पन्न भई किसानको खेतमा पानी पुगेको र सोही योजनाको 26वटा पुरानो सतह सिंचाइ योजनाको मर्मत सम्भार कार्य भइरहेको छ। प्रदेश स्तरका नदी तथा खोलाहरूको नियन्त्रण कार्य 8 जिल्लाहरूमा 8.90 किलोमिटर सम्पन्न भई 850 हेक्टर जग्गा विकास भएको छ र 8वटा जति जोखिम मुक्त बस्तीहरूको संरक्षण भएको छ। 11वटा सतह सिंचाइ योजनाहरूको निर्माण कार्य हाल सञ्चालनमा रहेको छ, जसबाट भविष्यमा करिब 39 हेक्टर जग्गा थप सिंचाइ सुविधा हुनेछ। भूमिगत सिंचाइतर्फ 60वटा डिप ट्युबवेल र 17वटा पावर ड्रिलको निर्माण कार्य भइरहेको छ, जसबाट करिब 1300 हेक्टर जग्गामा सिंचाइ सुविधा पुग्नेछ र क्लस्टर भूमिगत सिंचाइ योजना अन्तर्गत थप 1100 हेक्टर जग्गामा सिंचाइ सुविधा पुग्नेछ। प्रदेश स्तरका नदी तथा खोलाहरूको नियन्त्रण कार्य विभिन्न जिल्लाहरू करिब 65 किलोमिटरमा सञ्चालनमा रहेको छ, जसबाट करिब 5000 हेक्टर जग्गा विकास हुने अनुमान छ र 8वटा अति जोखिमयुक्त बस्तीहरू संरक्षण हुनेछ। भूमिगत जल स्रोतको संरक्षण तथा पुनः भर्न कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ। यस प्रदेशका 8वटा जिल्लाका विभिन्न ठाउँमा 75वटा स्थानमा हाई मस्ट टावर लाइट जडान कार्य सम्पन्न भएको छ र 100वटा मिनी टावर लाइट जडान भएको छ। यसका साथै 8वटा जिल्लाको विभिन्न ठाउँमा 8वटा वाटर एटिएम मेसिन जडान कार्य सम्पन्न भएको छ। 41वटा खानेपानी आयोजनाहरू सम्पन्न गरी यसबाट लगभग 20,000 घरधुरीलाई लाभान्वित भएका छन्। 77वटा खानेपानी आयोजनाको लागि डिप बोरिङ 159 किलोमिटर पाइप लाइन बिछाउने कार्य सम्पन्न भएको छ। शहरी क्षेत्रमा सरसफाई जनताको पहुँचलाई ध्यानमा राखी 54वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ। सुखायाममा प्रदेशका विभिन्न ठाउँमा ट्र्याक्टर तथा ट्याङ्करबाट 45 दिनसम्म दैनिक खानेपानी वितरण गरिएको छ। एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम छनौट मापदण्ड 2080 कार्यान्वयनमा ल्याइएको छ। सामाजिक तर्फ प्रदेशको गौरव योजनाको रूपमा सर्वरोग तथा महामारी नियन्त्रण अस्पताल निर्माणका लागि बाराको झिटकैयामा डिपिआर तथा जग्गा प्राप्ति कार्य सुरु गरिएको छ। प्रदेश सरकार अन्तर्गत सञ्चालित जलेसर, पोखरिया, भारत, डुमरिया अस्पतालले 50 बेडमा
स्तर उन्नति गरिएको छ। यसबाट विशेषज्ञ गुणस्तरीय तथा सुलभ स्वास्थ्य उपचार तथा परामर्श सेवा उपलब्ध गराउन सहज भएको छ। नारायणी अस्पताल वीरगंज, नारायण सिंह अस्पताल राजविराज र प्रादेशिक अस्पताल जनकपुर 25-25 बेड र कलैया, गौरबलामुआ, जलेश्वर र सिधा अस्पताल 15 बेड हाई डिपेंडेंसी यूनिट HDU स्थापना गरी सेवा प्रदान गरिएको छ। प्रदेशले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले यस प्रदेशको बसोबास गर्ने व्यक्तिहरूले औसत आयु 71.5 वर्ष पुगेको छ। बाल तथा मातृ मृत्यु दरमा उल्लेखनीय सुधार हुनुको साथै कुपोषणको दर समेत घटेको छ। जनताको स्वास्थ्य प्रति सरकारको लिएको सकारात्मक कदमले आधा घण्टाको दूरीमा स्वास्थ्य सेवा प्रदान गर्ने अवस्था सिर्जना भई स्वास्थ्य सेवामा जनताको पहुँच वृद्धि भएको छ। प्रदेशमा पूर्ण सुरक्षित मातृत्वको पूर्ण खोप तथा कुपोषण मुक्त प्रदेश घोषणा गरी त्यस अनुसार क्रियाकलापहरू सञ्चालन गरिएको छ। प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको भर्ना, वित्तीय व्यवस्थापन सुधार कार्ययोजना तथा 100 शय्यामा स्तर उन्नति गरिएको छ। साथै सिधा जिल्ला अस्पताललाई 150 शय्यामा स्तर उन्नति गरिएको छ। प्रादेशिक स्वास्थ्य क्षेत्रको विकासका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य विधेयक, स्वास्थ्य सेवा नियमावली सम्बन्धित मस्यौदा तजुर्मा भइरहेको छ। साथै प्रादेशिक स्वास्थ्य नीति प्रमाणीकरणको चरणमा प्रमुखको साथै स्वास्थ्य क्षेत्र लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना निर्माण कार्य सम्पन्न भएको छ। करार सेवामा जनशक्ति छनौट सम्बन्धी कार्यविधि 2089 तयार गरी सो कार्यान्वयनमा आएको छ। 113 स्थानीय तहमा पूर्ण खोप सञ्चालन ल्याएको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो। त्यस्तै कुष्ठ रोगको निदान तथा उपचारका लागि विभिन्न कार्यहरू सञ्चालनमा ल्याइएको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक स्वास्थ्यका लागि OPD तथा इन्डोर व्यवस्था गरिएको छ। यसका साथै प्रदेश स्तरीय मोड्युलर प्रयोगशालाको स्थापना एवं 136 वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ। ज्येष्ठ नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारी अस्पतालहरूमा बिरामी दर्ता शुल्क नलाग्ने गर्दा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरूमा परीक्षण गराउँदा लाग्ने शुल्कमा 90% छुट प्रदान गरिएको छ। आर्थिक रूपले विभिन्न व्यक्तिहरूलाई अधिकतम रु 1 लाखसम्म स्वास्थ्य उपचार सहायता दिने व्यवस्था गरिएको छ। मुख्यमन्त्री बेटी पढाओ बेटी बचाओ अभियानमा प्रदेशभर 2302 जना बालिका छोरी बिमा गरिएको छ। उच्च शिक्षामा अध्ययन 295 जना दलित, मुस्लिम र सीमाङ्कृत छात्रलाई छात्रवृत्ति स्वरूप रु 2500 देखि 3500 सम्म प्रदान गरिएको छ। 600 जना छात्राको लागि सरकारी सेवा तयारी कक्षा निःशुल्क सञ्चालन गरिएको छ। सामुदायिक विद्यालयको कक्षा 9 मा अध्ययन 86,523 विद्यार्थीलाई शैक्षिक किट सहितको झोला वितरण गरिएको छ। प्रदेशका 1999 जनालाई 1 देखि 3 महीना अवधिका विभिन्न 40 प्रकारका सिपमूलक तालिम प्रदान गरिएको छ। प्रदेशका 8 वटा जिल्लामा विद्यालय भवन, वर्थित सेन्टर, व्यायामशाला, सामुदायिक भवन निर्माण तथा मर्मत सम्भार गरी 543 वटा कार्य सम्पन्न भएको छ। आधारभूत माध्यमिक तहका विभिन्न विषयका 558 जना शिक्षकलाई एउटा युवा मिलन केन्द्र, 8 वटा ज्येष्ठ नागरिक मिलन केन्द्र, अपाङ्ग मैत्री भवन, आश्रम आदि निर्माण तथा स्तर उन्नति गरिएको छ। अपाङ्गहरूका लागि 25 स्थान व्हील चेयर वितरण गरिएको छ। प्राविधिक शिक्षा सञ्चालन भएका 55 वटा विद्यार्थीलाई 25 लाखका दरले अनुदान प्रदान गरिएको छ। प्रदेशका प्रत्येक निर्वाचन क्षेत्र 64 वटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब सहितको सूचना तथा सञ्चार प्राविधिक पूर्वाधार निर्माण गरिएको छ। प्रत्येक जिल्लामा सामुदायिक विद्यालयमा 10 जनाको दरले 80 स्टाफ नर्स अनुमी नियुक्ति र परिचालन भएको छ। दलित तथा सीमाकृत समुदायका लागि
4 से थान कम्बल म्याट र न्यानो टोपी वितरण गरिएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत 250 जना छात्रलाई आत्मरक्षा तालिम र 136 वटा स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई क्षमता विकास तालिम सञ्चालन भएको छ। 200 वटा बाल विकास केन्द्रलाई बाल शैक्षिक सामग्री वितरण कार्य सम्पन्न भएको छ। प्रदेशमा रहेको बेरोजगारहरूमध्ये 3000 युवाहरूलाई सिप विकास तालिम सहित कम्तीमा 3 महिनाको रोजगारी दिने कार्य आरम्भ भएको छ। मधेसको इतिहास लेखन कार्य अगाडि बढेको छ। यसमा मधेसको पहिचान, इतिहास, मध्यकालीन इतिहास, आधुनिक इतिहास, सामाजिक इतिहास, सांस्कृतिक इतिहास र आर्थिक इतिहास समेटिनेछ। यसले वर्तमान र भावी पुस्ताको मधेसको पहिचान, इतिहास, संस्कृति, विकास तथा समृद्धिका लागि मार्गदर्शन गर्नेछ। मधेस प्रदेश साक्षर प्रदेशका निम्ति कार्यक्रम ल्याइएको साथै अबको दोस्रो कार्यक्रममा साक्षर प्रदेश घोषणा गरिनेछ। प्रदेश स्तरीय शिक्षा नीति एन निमावि तथा योजना नीति निर्माणका थाल्ने गरिनेछ। कृषि, सहकारी तथा पशुपालनतर्फ प्रदेशभरि 52 हेक्टरमा नयाँ मत्स्य पोखरी निर्माण मार्फत माछाको उत्पादन करिब 250 मेट्रिक टनले वृद्धि भएको छ। कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम अन्तर्गत 121 जना कृषकहरूलाई आधुनिकीकरण तथा व्यावसायिक गरी कृषि उत्पादन तथा उत्पादक वृद्धिबाट प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना भएको छ। सिँचाइ व्यवस्थापन प्रवर्धन सहयोग कार्यक्रम अन्तर्गत स्यालो ट्युबवेल तथा मोटर सेट 85% अनुदान जडान मार्फत 1090 कृषक लाभान्वित भई थप 1500 हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ। कृषि यन्त्र उपकरण प्रवर्धन सहयोग कार्यक्रम अन्तर्गत पावर टिलर, मिनी टिलर, रोटावेटर, रिपर लगायतका कृषि यन्त्र उपकरण 652 कृषकलाई लाभान्वित भई कृषि यान्त्रिकीकरणमा सहयोग पुगेको छ। पशुहरूमा लाग्ने विभिन्न संक्रामक रोग पीपीआई बजेट विनियोजन भई निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण कार्य गराइएको छ। धनुषामा रहेको वन संरक्षण क्षेत्रलाई पर्यावरण स्थलको रूपमा विकास गर्न पार्क निर्माण, पोखरी सौन्दर्यीकरण, वनस्पति उद्यान, वन्यजन्तु उद्धार केन्द्र स्थापना, सडक अक्षर उन्नति लगायत कार्यहरू सम्पन्न गरिएको छ। मध्य प्रदेशका 8वटा जिल्लामा सडक किनारे दायाँ बायाँ जम्मा 56 किलोमिटर वृक्षारोपण गरिएको छ, जसबाट हरियाली, अभिवृद्धि तथा सडक सौन्दर्यीकरण भई वातावरण सन्तुलनमा सहयोग पुगेको छ। चुरे क्षेत्रमा 90 हेक्टर अति संवेदनशील स्थानको पहिचान भई तारबार सहितको प्राकृतिक पुनरुक्तको संरक्षण तथा व्यवस्थापन कार्य गरिएको छ। करिब 165 हेक्टर वन अतिक्रमण हटाई तारबार सहितको वृक्षारोपण कार्य सम्पन्न भएको छ। नदी कटान तथा तटबन्ध निर्माण, आकस्मिक एवं एकीकृत भू संरक्षण कार्य, पानी मुहान संरक्षण, पोखरी निर्माण, वृक्षारोपण लगायतका भू संरक्षण तथा जलाधार व्यवस्थापन कार्य सम्पन्न भएको छ। उद्योग, कल कारखाना, अस्पताल, भौतिक पूर्वाधार निर्माण लगायतका कार्य गर्न वातावरणीय अध्ययन सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची 35 वटा र प्रतिवेदन 44 वटा तथा वातावरणीय प्रभाव मूल्याङ्कनको स्केलिङ 3 वटा, कार्यसूची 4 वटा र प्रतिवेदन 1 वटा स्वीकृति भई वातावरणीय प्रदूषणको रोकथामको कार्यमा सहयोग पुगेको छ। साथै वातावरणीय क्षेत्रको अनुपालना अनुगमनको कार्य अगाडि बढाइएको छ। वन तथा वातावरण क्षेत्रमा भएको लगानीबाट कुल 10,33,921 जीवन रोजगारी सिर्जना भएको छ। शान्ति सुरक्षा तथा सञ्चारतर्फ मध्य प्रदेश विभिन्न जिल्लामा रहेका 11वटा प्रहरी चौकी निर्माण कार्यहरू अन्तिम चरणमा रहेको छ। साथै थप 18वटा प्रहरी चौकी निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। राजमार्ग, सहायक राजमार्ग, सशस्त्र सीमा सुरक्षा बेस क्याम्पहरूमा CCTV जडान र
सञ्चालनमा ल्याई शान्ति सुरक्षा व्यवस्थापन र सीमा सुरक्षालाई व्यवस्थित तुल्याएको छ। प्रदेश डायरी कार्यक्रम अन्तर्गत रेडियो टेलिभिजन कार्यक्रमहरू सञ्चालन गरी प्रदेश सरकारका सूचनाहरू जनता माझ सम्प्रेषण गरिएको छ। 110 जना महिला पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बिमा महिला पत्रकारहरूको लागि आत्मरक्षक तथा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ। मध्य प्रदेशका FM रेडियो टिभी र पत्र पत्रिकालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ। यस अवधिमा 27वटा अनलाइन मिडिया दर्ता र नवीकरण गरिएको छ। मध्य प्रदेशका 8वटा जिल्लामा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप तथा मानव सिर्जना विपद पीडितहरूको लागि सरकारले राहतको व्यवस्था गरिएको छ। यस्ता विपद घटनामा परि मृत्यु भएका व्यक्तिको परिवारले रु 1 लाख, आगलागीबाट पीडित व्यक्तिको लागि रु 10,000 गरी जम्मा रु 12,10,000 राहत स्वरूप आर्थिक सहायता उपलब्ध गराएको छ। जनयुद्ध र मधेस आन्दोलनका शहीद परिवारलाई 7 करोड 52 लाख र मधेस आन्दोलनका घाइतेलाई 58 लाख गरी कुल 8 करोड 4 लाख आर्थिक सहायता प्रदान गरिएको छ। अब म तपाईहरु समक्ष मध्य प्रदेश सरकारले जनताको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले सञ्चालन गरिरहेका र आगामी दिनमा कार्यान्वयन गर्ने केही मुख्य कार्यक्रम जानकारी गराउन चाहन्छु। हाल सञ्चालनमा रहेका प्रमुख कार्यक्रमहरू आगामी 3 वर्षभित्र प्रदेशभित्रका प्रत्येक पालिकामा कार्यालय तीव्रताका साथ अघि बढाइनेछ। मध्य प्रदेश सरकारले 10 वर्षीय प्रादेशिक कृषि गुरु योजना तयार गरी सोही बमोजिम यस प्रदेशको कृषि व्यवस्थापन कार्यालय उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने सो कार्य अगाडि बढाइनेछ। दिगो भू व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरू पुनरुत्थान तथा जीविकापार्जनका सुधार ल्याउने कार्यक्रम अगाडि बढाइनेछ। मधेसको लाइफ लाइनको रूपमा रहेको चुरे संरक्षणलाई व्यवस्थापन गर्नको लागि चुरे संरक्षण कार्यक्रम प्रदेशको गौरव योजनाको रूपमा अगाडि बढाइनेछ। मध्य प्रदेशको शिक्षा व्यवस्थापन कार्यालय शुद्धिकरण, व्यवस्थित तथा गुणस्तरीय शिक्षाका लागि ICT ल्याब प्रविधि युक्त शैक्षिक वातावरण सिर्जना गर्न विभिन्न कार्यक्रम अगाडि बढाइएको छ र बाल मैत्री शिक्षा विकास कार्यक्रम मार्फत बाल विकास केन्द्रलाई थप परिमाणमुखी र व्यवस्थित तुल्याउनेछ। स्वास्थ्य सेवालाई थप विस्तार गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना र सञ्चालनमा ल्याइएको छ। मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत वर्ण अस्पताल, क्यान्सर रोग अस्पताल, कार्डियोलोजी र अन्कोलोजी सम्बन्धी विशेष सेवा सञ्चालनमा ल्याइएको छ। सन् 2030 सम्म मध्य प्रदेशलाई बाल विवाह मुक्त बनाउन 10 वर्षीय रणनीति योजना र बाल सहभागिता कार्यविधि स्वीकृत गरी सो कार्यलाई अगाडि बढाउनेछ। आउँदा दिनमा स्वचालित सवारी चालक प्रणालीबाट सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा सञ्चालनको प्रारम्भ हुनेछ। हुलाकी राजमार्ग लगायतको प्रादेशिक सडकमा मधेस परिवहन सञ्चालन गरिनेछ। यसै आर्थिक वर्षमा प्रदेशका नागरिकहरूलाई स्वच्छ खानेपानी उपभोक्ताका लागि 50वटा खानेपानी योजनाहरूका कार्यक्रम सम्पन्न हुनेछ। 11औं राष्ट्रिय खेल यसै प्रदेशमा सम्पन्न हुने गरी आवश्यक पूर्वाधार निर्माणको कार्य प्रारम्भ गरिनेछ। यसै कार्य अन्तर्गत सबै जिल्लामा रङशाला, इन्डोर कभर्ड हल र खेल मैदानको निर्माण सुरुवात गरिएको छ। जय